विराटनगर इटहरी नजिकैमा रहेको हामी पुग्यौँ धरान। अनि धरानको शिवबजार जाने बाटोतर्फ लाग्यौँ। बाटोहरू चाहिँ यस्तो थियो अनि हामी अगाडि गयौँ अनि फाइनली पुग्यौँ यता शिवचट्टाको पुल। अनि पुलदेखि चाहिँ हिँड्दै जानुपर्ने हुन्छ माथि, यो गेटदेखि हल्का माथि जानुपर्छ। अनि हल्का माथि गए यहाँदेखि पुलसम्म यतासम्म मात्रै आए, थाकिसक्यौँ। अनि त्यही पनि हामी गयौँ अनि अगाडि मन्दिरभन्दा हल्का यता जानुपर्छ। अनि शिवचट्टाको त्यही झरना आउँछ अनि हल्का नुहायौँ, फोटो खिच्यौँ, भिडियो बनायौँ। अनि जुत्ता बोकेर चल्यौँ माथितिर। अनि फेरि लाग्यौँ हामी भेडेटारतिर लाग्यौँ। अनि यहाँको मौसम पुरै चिसो थियो, झन् हामी भिजेकै लुगामा आएको थिएँ, लुगा चेन्ज गरिन भेडेटार पुगेर फोटोसोटो खिच्यौँ। अनि गयौँ फेरि यहाँदेखि अगाडि नमस्ते झरनातिर। अनि फाइनल नमस्ते झरना पुग्यौँ। हाम्रो चाहिँ टिकट लिएन अनि हामी चाहिँ गदगद भएर गयौँ। अनि हल्का हिँडेपछि त फेरि थाकेर दिमाग खराब, हालत खराब भएको थियो। अनि त्यसरी पनि गयौँ, नमस्ते झरना पुगेँ अनि भिडियो बनाएँ, हल्का फोटो खिचेँ। मोबाइलमा चार्ज थिएन अनि राति पनि बसिसकेको थियो अनि लाग्यौँ घरतिर। यो चाहिँ मेरो फर्स्ट भ्लग हो है।